हेलो एभ्रिवान, आजको हाम्रो यात्रा लौके झरना हुँदैछ। यो नुवाकोट हुँदै जाने हो। त्यसको लागि हामी यो बालाजु 22 धारादेखि आएको, म र मेरो साथी त अगाडि कुदिसकेको छ, म पनि पछाडि रह्यो। एकदम पानी परिरहेछ त। मनसुन सिजनमा यस्तै हो। हेरौँ कस्तो छ आजको, अब कतिको अफरोड खाइन्छ कि के छ अब आजको यात्रा कस्तो हुन्छ। मलाई लाग्छ सबजना त्यतिर घुम्नको लागि जाँदैछन्। एकदम यो अहिलेको भाइरल ठाउँ हो यो लौके झरना भनेको। यहाँबाट करिब 1.5 घन्टा जति लाग्छ होला यता बालाजु चोकदेखि। यो हाम्रो स्पोट हो, हामी आइरहन्छौँ यता। माथि एउटा टावर पनि छ, भ्यू टावर। रेनकोट त एउटा हालियो, काम गर्छै गर्दैन। हल्का पानी त रोकिया रहेछ यतातिर, तलतिर त एकदम ठुलो पानी परिरहेको छ। मसिनो यस्तो रेनकोट पनि थियो, यस्तो रेनकोट अलि झ्याउ भयो कि बाइकको अलि टाढा टाढा जानलाई। त्यही भएर यसमा मैले सिङ्गलवाला यो ज्याकेटवाला लिएर आएको। यसले नधाल्ला रहेछ पानीको। यदि तपाईँहरू नै आउनुहुन्छ भनेपछि यता लौके झर्नाको लागि यो बालाजु भन्दा नि यो 22 धारा यताबाट आउनु होला। यताबाट बाटो यही देखाएको छ, गुगल म्यापमा पनि छ। कति आज स्याटरडे भएर होला, यो साइक्लिङ गर्ने हाइकिङ जाने यिनीहरू मान्छेहरूको भिड छ एकदम। हेर्न सक्नुहुन्छ काठमाडौँको भ्यू। मनसुन एकदम लागिरहेछ यहाँ मजाले, डेली पानीको पानी मात्रै। ओहो क्या दामी भ्यू छ यार। यो माथितिर शिवपुरी निकुञ्ज हो। यहाँ माथि हाइकिङको लागि आज धेरै गइन्छ। माथि जामा चौर पनि यताबाट जान्छ, सिधा गयो नुवाकोटको यो बाटो हामी जाने, धादिङ पनि निस्किने। तपस्व वन पनि आउँदैछ योबाट। ओहो नो नो नो, टर्निङमा ओभरटेक गर्नु हुँदैन। अरूले गु खायो भन्दामा आफूले चाहिँ खानु हुँदैन है साथी हो। ढिलो गए अवश्य पुगिन्छ, चाँडो गए भन्न सकिँदैन। ओभरटेक गर्नै मिलिरहेको छैन। मेरो साथी त चित्र एकदम कुदाएर गएको छ, भेटेको छैन मैले त। आज हन्डा साइन बाइकमा छ, कति कुदा होला यार। 220 धरि भेट्न सकिरहेको छैन। ल धेरै बेसरी नकुदाम, मजाले पानी परिरहेको छ त्यतिर। यही हो तपोवन, ध्यान गर्ने चाहने ठाउँ, ध्यान गर्ने ठाउँ। यदि तपाईँहरू पनि एन्जाइटी, डिप्रेसन, यस मानसिक तनाव हुनुहुन्छ भने यहाँ रिल्याक्स गर्न सक्नुहुन्छ। ध्यान गर्ने ठाउँ हो। मेडिटेसनले पनि राम्रै हुन्छ दिमागमा। मैले पनि आउनु पर्ला जस्तो अब यहाँ धेरै टेन्सन भइरहेको छ मलाई नि आजकल। डिप्रेसनको औषधि खानुभन्दा त बरु यसो ध्यान गर्ने होइन आफूलाई। आज साइक्लिङ ग्रुपहरू एकदम देखिरहेको छु मैले। हो यताबाट माथि गएपछि भ्यू टावर निस्किन्छ, माथि देउराली भ्यू टावर। यतातिर रिसोर्ट टन्नै रहेछ, होटलहरू। ऊ मेरो साथी यहाँ रहेछ, कुदिरहेको रहेछ मलाई। जाउँ जाउँ। कति चाँडै आएछ, मभन्दा 5-10 मिनटै बाटो रहेछ। ठुलो खोला 5 किलोमिटर हो यहाँदेखि माथि। हेर्नुहोस्, ओ माई गड कस्तो मजाको यो एरिया। तर किन अलि उता दक्षिण काली जाने भाइब्स आइरहेको छ मलाई। ठ्याक्क हल्का हल्का मिल्छ क्या फार्पिङ जाने उतातिर है। तपाईँले विचार गर्नु होला, टर्निङहरू हल्का। वाउ हेर्नु सक्नुहुन्छ भ्यू।
छेक्यो देउराली डाँडा हुसुर कुहिरोले जहाँ गए पानी झ्यालैमा बसेर जिस्काउनु पर्दैन। आएन है गीत मलाई पुरै हुस्सु लगाएर हेर्नुहोस् त हुस्सु हो कि कुहिरो अलि फगी वेदर भएको छ अलि यो पो वेदर भनेको काठमाडौँबाट अलि रिल्याक्स हुने ठाउँ चाहिँ आउनु सक्नुहुन्छ तपाईँ मौसमको मनसुनको बेला। पानी परिरहेको छ यस्तो भएर घरमा बसेर बस्नुभन्दा रेनकोट लगाउने जाने आफूलाई माइन्ड फ्रेस हुन्छ। घर बसेर डिप्रेसनमा बस्नुभन्दा होइन यसरी घुम्ने जति भयो नि तपाईँलाई डिप्रेसन यस्तो केही तनाव भएपछि बाइक समात्नु आफ्नो जे साधन छ बसमा भयो नि जहाँ भयो नि लोकल भयो नि घुमिहाल्ने क्या अनि तनाव मुक्त हुन्छ। धेरै डिप्रेसन तनाव लिएर पनि बस्नुहुन्न क्या घरमा। हो पानी पर्यो रेनकोट लाउनु पर्ला जस्तो अब तलको पनि पाइन्ट पनि कताबाट लौको झर्न जाने कता लौके झर्न जाने हो ताइक्वान्डो खेलाडीहरू हाम्रो भविष्यका। सरर मोटर चढेर सरर रेलमा गुडेर शिरको फुल शिरैमा आँखा गजले कताबाट फेरि यार कताबाट जाने हो कताबाट जाने यता तल हो कि माथि हो कि कता हो यता माथि होला है तल त के होला र त्यही त नि जाउँ जाउँ मजा दाइ यो लौके झर्न जाने यताबाट सिधै हस् धन्यवाद। हन्डा साइन कुदेको बाफ रे बाफ मैले पछाउनु सकेन यार लास्टै कुद्दो रहेछ यार बाइक 125 सीसी भयो नि मलाई यहाँ सुताउनै डर लागिरहेको छ यहाँ अगाडिको टायर खुइल्या हुनाले। राइडर केटो हाम्रो ग्रुपको क्लच प्लेट फेरि जति फेरि नि त्यही हो ताल। तता सारे होटल डाँडामा हेर्नु न कस्तो मजाको भ्यू छ आमा भ्यू मान्नै पर्छ भ्यू त बवालै रहेछ यहाँको त कस्तो आनन्द लाग्ने क्या हेर्दा पनि आँखा मन मुटु सबलाई हरियाली यस्तो डाँडामा यस्तो बादल लागेको कुहिरो लागेको होइन उसदेखि गाउँ हेर्नुहोस् कस्तो राम्रो छ हाम्रो नेपालको धरती। मेरो गाउँ त होइन मेरो गाउँ त उता पश्चिमतिर हो। कुद न कुद तर तपाईँहरू यसरी बढी यसरी स्पिडमा गर्ने नहुनु होला आफ्नो सेफ्टी प्रायोरिटी हो फर्स्टमा होइन। पानी परेको बेला रोडहरू एकदम चिप्लो हुन्छ होइन त्यही भएर अलि आफ्नो सेफ्टीको कुरा आफै राम्रोसित ड्राइभ गर्नुपर्छ आफूमा पनि भर पर्छ जुस जस्तो बाइक भयो नि होइन। ल ल के भयो केटा खुट्टु निधाएछ क्या हेर्नु सक्नुहुन्छ भ्यूहरू डेन्जर कुद्दो रहेछ यार पहाडको लागि त माने हन्डा साइन ल्याएर कन्फिडेन्स हेर्नु लेभल बाफ रे बाफ केटोको बाफ रे राइडर हो कि केटो भने चाहिँ यही फरक छ तराईमा चलाएको र पहाडमा चलाएको मान्छेहरूको यही फरक हो क्या कतिको कन्फिडेन्स कतिको एक्सपिरियन्स हुन्छ अन्त टर्निङ गियरमा कसरी ब्रेक लाउने कुन गियरमा लाउने यो साइडतिर मकै धेरै पाउँदैछ। तारकेश्वर महानगरपालिका भ्रमण गर्नुभएको धन्यवाद थ्याङ्क यू फर यर भिजिट हस् वेलकम। कुन ठाउँ आयो ठाउँ त बढिया रहेछ कति धेरै रिसोर्ट रहेछ कि यता कति राम्रो राम्रो ठुल्ठुलो रिसोर्टहरू कस्तो राम्रो रिसोर्टहरू है ट्राउट फार्म रहेछ ट्राउट माछाको रहेछ यतातिर
ल आइन्छ कुनै दिन हामी टर्निङमा स्पिड कम लुक एट द भ्यू ओ माई गड कति मजाको आनन्द आइरहेछ मलाई त यति आँखालाई शीतल भइरहेछ कि भनेपछि आहा यस्तो गाउँघरको याद आयो हुन त पनि गाउँघर त्यतातिरको हो होइन यस्तो भुस तल कस्तो छ कच्चेड काठमाडौँमा यहाँ भने यस्तो स्वर्गै गए जस्तो हेर्नु न वेदर यस्तो पो मौसम भनेको टर्निङमा हर्न बजाउनु होला तपाईँ पनि यसो रिक्स लिने होइन ओ माई गड आज अफरोड नखाएला भनेको त झन् अफरोड सुरु लक्षण देखेर छ आमामा केही देखिन्न यार कसम हो क्यामेरामा त कस्तो देखाएको छ मैले चाहिँ यता आफ्नो नेकेड आइले चाहिँ पुरै हेर्नु न केही कस्तो बाफ भएर माई गड कस्तो दामी भ्यू हो के कसम से अस्तिको दिन बवाल भ्यू लाग्यो अहिले त मलाई यो मनसुन सनसुनको यो पानी सानीको मतलब गर्ने होइन क्या हिँडिदिने हो यसरी हेर्नु सक्नु मिनी झर्ना रमाइरहेछन् मान्छेहरू कस्तो राम्रो छ है ल जाउँ फर्किँदा बस्छ लौकी झर्न जाने बाटो साथीहरू पछाडि छ एकचोटि मोबाइलबाट पनि फोटो खिचौँ है राइट लागेर तलतिर आउने त्यहाँ बोर्ड पनि देख्नुहुन्छ साइनबोर्ड तपाईँहरूले यहाँ पनि रहेछ बोर्ड लौके झर्ना जाने बाटो भनेर सिमलिबुवा यही त होला नि जाउँ यहीँ लेख्या होला नि जाउँ जस बाटोबाट यसो साइनबोर्ड राखिदिएछ यसो हाम्रो त्यो लोकल पर्यटकहरूलाई नि राम्रो हुन्छ होइन यसरी गाउँको यता मास्नेहरूले यसरी राखिदिएपछि त होइन धेरै अप्ठ्यारो होइन कन्फ्युज हुँदैन बाटोहरू यहाँ चाहिँ अहिले अफ रोड सुरु 6 किलोमिटर रहेछ क्यामेरामा त हेर्दा सजिलो देखिन्छ तर रियलमा अलि भ्यू अर्कै देखिन्छ है साथीहरू जे देखिन्छ त्यो साँचो कुरा हुँदैन मेरो साथी पिसा फेर्नलाई राखिरहेछ एकचोटि अब एकछिन सु ब्रेक ल हेलो गरिदेऊ सिधै जाने कति टाइम लाग्छ कति टाइम लाग्छ आधा घन्टा बाइकमा हुन्छ हेलो गाइजहरू ल बस है ल जान्छु ल बस ल बाई बाई ल बच्चाहरू भेटेको ओहो हात्ती छाला गइसक्यो हातको यार आमामा हेर्नुहोस् ओहो चिप्ले त क्यामेरामा हेर्दा बाटो यस्तो सजिलो देखियो होला तपाईँहरूलाई तर रियलमा चाहिँ औडा छ जम्पिङ दिएर छ क्या ल के हो फेरि के फार्म हो पोल्ट्री फार्म मुर्गियों का फार्म करूँगा भन्छ नि डाइलग ब्रोइलर कुखुरा कुखुरा लिएर जाने हो देखाएको छौँ आरू टिप्ने उमा छौँ ढुङ्गा हानौँ है हान त कहाँ चढ्न सकिन्छ चिप्लिन्छ नि यसमा त टिपी हेर्नुहोस् न अरू मेरो साथी चढिरहेको छ हेर्नु सक्नुहुन्छ तपाईँ प्रत्यक्ष लाइभमा अरू प्लास्टिक ल्याएको छु मैले ब्यागमा छ मसँग झर्नामा धोएर खाम्ला है यहाँ छ भाँचेलाई त हाँगा अलि पातलो छ कुइया रहेछ कुइया रहेछ
भित्र पुग्छ टन्नै भइसक्यो हेर्न सक्नुहुन्छ यति भएको छ झरनामा गएर धोएर खाने त्यहाँ साइनबोर्ड त देख्यो हामीले आएको लगेजन त्यहाँ कुन चाहिँले बाँदरहरूले मतलब हुन्छ नि मान्छे बाँदरहरूले दुई खुट्टे बाँदरहरूले मेट्दैछ कि यता लेफ्ट हो कि राइट हो त्यही त नि बोर्डबाट थाहा पाएन हामी अब तल जान लाग्छौँ आफ्नै रिक्समा अब साइनबोर्ड त्यसरी मेट्ने होइन कि मान्छे बाहिर मान्छेहरू को घुम्न आउँछ त्यसरी होइन यसरी फटाइ कामहरू यस्तो गर्नु हुँदैन दुःख दिने काम मात्र अब हामी थाहै छैन अब तलबाट हुनसक्छ माथि हुनसक्छ अब नुवाकोट नुवाकोटमा छौँ हामी हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ भ्यू त कोही 40 मिनट भन्छन् कोही 10 मिनट भन्छन् के हो भ्यू चाहिँ अरू त होइन जति थकान भयो नि भ्यू हेर्दाखेरि आनन्द लाग्छ कि थकान सकान सब चैट हुन्छ साथीहरू हामी अघि दुईवटा एरो थियो नि माथि बाटो मेटेको भन्थ्यो नि त्यो माथि जानु राइटबाट जानुपर्ने रहेछ माथिबाट हामी तल झरेको त्यही मिस्टेक भयो अहिले गाउँको मान्छेले सोधेको यो बाटो त लामो रहेछ जाँदो रहेछ होइन तर अलि ऊ रहेछ अलि खत्तम पनि प्लस अलि टाइम लाग्यो घुमाउरो रहेछ थाहा भयो त्यसरी बोर्ड मेट्ने काम नगरौँ कसैले पनि हाम्रो धेरै दुःख पाइन्छ ल हामी त्यति माथि फर्केर जाउँ त्यति माथि डाँडामा छ अब के गर्ने त यस्तै बाटो जानु पऱ्यो अब गाउँघरकै मान्छेलाई सोध्नु हामी यता मान्छेलाई सोध्न आएका छौँ गाउँको मान्छेलाई तल बाटो जान्न ए यो तल बाटो त होइन तल जानु ए हुन्छ मुनि 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 बिजोग भयो लास्ट यस्तो बिजोग त कहिले भएको थिएन जिन्दगीमा यार हामी त गाउँको बाटोभित्र छिरेको खै मान्छेले भन्दा हामी त हरायौँ साथी हो कता यो हच्चु हतालमा पैतालमा सोध्दै कोहीले के बाटो भन्छ कसैले के बाटो भन्छ त्यो माथि बाटो मिस्टेक भयो क्या मिस्टेक माथि बाटो भयो क्या त्यो मिस्टेक त के भनौँ हामीले अब थाहा भएन फर्स्ट टाइम हाम्रो पनि होइन त्यो माथिको बोर्ड नै त्यस्तो थियो कसको बाउ के लाग्छ त्यो बोर्ड भइसक्यो दुःख लेखाएको रहेछ दुःख पायो अब के गर्ने त गाँचा यस्तो बाटो त पुरै हामीले यो बाटो त कोही आएको थिएन स्योर हामी नै होला फर्स्ट दुःख पाइयो रिभर क्रसिङ सही छ है उतै धुम्ला अब जाऊ ल गयो केटा ल म पनि गएँ मिनी झर्ना यतै बाटो साह्रै गाह्रो यहाँ आउन त
विचार पुऱ्याएर त नहोला भन्छु म स्कुटीले सकेसम्म स्कुटी त हो भन्ने कुरा शक्तिको पावर लज जा मेरो घोडा देखाइदिए आफ्नो पावर त्यसै तँलाई अफरोड भनेको होइन मान्छेहरूले जता पनि हिँड्छ स्कुटरले लिएको फाइदा चाहिँ हो कि जहाँसुकै जस्तो भयो नि गाउँ सहर केही भन्दैन यार चढिदिइहाल्छ घोडा खच्चरे हो र चाहिँ ढल्नै पर्ला ल आमामा खुट्टे बाउड्यो ओ बाबा खुट्टे चस्क्यो 1 2 3 खुट्टै उ भयो कि मजाले तानिरहेको थियो तान्दा त चिप्ल्यो कि टायर के हेर्ने फर्किन्छ नि कस्तो फर्किनेहरू यहाँ आइयो हैन लडेको अवस्था कसम तागत छैन यार चित्र यार चढेपछि झन् होला भनेर एकछिन है यता झन् गाजे लाने यत्रो तान्नु भयो नि पछाडिबाट चढेपछि सकिन्न कि मेरो जिउले धान्न सक्दैन यस्तो एक दुई तिन ल उतै राख्ने यहाँ राख्ने के अरे भन त कहिले त उनीहरूले हामीले बाइक राखेर यताबाट हिँड्दैछौँ अब यहाँबाट हिँडेर जानुपर्छ बाटोको अवस्था यस्तो छ जान सकिन्न त्यही भएर बाटो बाइक माथि राखेर हाल त्यस्तो छ तपाईँको चित्र त्यहाँ छ बहुत दुःख पायो तलबाट आएपछि बहुत दुःख पाउँदैछ माथिबाट थाहा छैन कस्तो छ त्यही पनि ल साथीहरू हामी फाइनल्ली आइसकेका छौँ लौकी झरनामा ओ माई गड हामी अब घुम्नेछौँ यता हात काटेर त्यहाँ त मिल्दैन है
यसरी बाइक गरेर जानु मान्छेहरू एडभेन्चर एकदम मजा आइरहेछ झर्नामा। आहा 수다. 너 다이 수다.